हेलो एभ्रिवान, वेलकम टु माई ब्लग। तपाईँले देख्न सक्नुहुन्छ यो चाहिँ पाँचथर जिल्लाको हाम्रो फाल्गुनन्द गाउँपालिका। कान्छा कति साइला कति नम्बर वार्ड भयो? 5। र अहिले चाहिँ हाम्रो के भन्ने हो, बुढीको माइत मेरो ससुराली हामी जाँदैछौँ। तर विशेष गरी यो अगाडि जाने मान्छेको चाहिँ हालत देखियो, यस्तो बिजोग छ। हेरौँ हाइट जत्तिकै पो छ त यो, फेरि के अरे यो दुध बोक्ने पनि। अब यहाँबाट गइँदैछ। फाइनल्ली हामीलाई 25 मिनट जस्तो चाहिँ लाग्छ होला, होइन साइला? कि कति लाग्छ? 25 मिनट लाग्छ। ल ल हेर्न सक्नुहुन्छ तपाईँहरूले, उहाँको हालत चाहिँ यस्तो छ। उहाँले चाहिँ बिहानै फेरि 3 ट्र्याक हानेपछि उहाँको हालत त्यस्तो हुने हो। चिप्लेर हो साइला? ओहो, गाह्रो छ है। फेरि भ्लगमा त यस्तै देखाउने हो क्या, गाउँघर भिर पाखाको। ल त रोटे रोड जाने र अनि माथिबाट हो र। ल हाम्रो चाहिँ अब ओह्रालो झरेर रोटे रोड जाने सल्लाह भएको छ। अब हेरौँ न, फेरि सालोको चाहिँ फेरि पछाडिको चस्मा चाहिँ नखिच्नु भन्ने कुरा आएको छ। त्यो ठिक छैन साइला? ठिक छैन। माइलीलाई चाहिँ साह्रै सुहाएको छ क्या। लेकको ठाउँ यहाँ पानी चाहिँ यसरी बग्छ, होम पाइप लागिएको रहेछ। केलाई दिने रे साइला? यो केलाई दिने ब्रान्ड चाहिँ? ए, गाईले चाहिँ दुध कति दिन्छ हौ? होइन यो चाहिँ बिहान बेलुकाको हो। ए ल, यो चाहिँ फालुनन्द गाउँपालिकाको वडा नम्बर 5 स्थित हो। यहाँ चाहिँ घर निर्माण हुँदै रहेछ। खोर्सानी बारी। भ्लग बनाएपछि 3-4 मिनटको त बनाउनु पर्यो नि त। गाई चऱ्यो। सेवारो सेवारो हालेको हिमेम बिहो भन्न। ओहो, के गरेको माइला? के गरेको? ए, अहिले आउने? युसिक मजा बंगा। ल मेरो भ्लगलाई, रोशन भ्लगलाई चाहिँ सेयर, सब्सक्राइब, लाइक, कमेन्ट गर्नु होला। तपाईहरुको सब्सक्राइबको जरुरत छ र मेरो चाहिँ अहिले कुनै पनि हालतमा यो सब्सक्राइब भएको छैन। तपाईले सब्सक्राइब गर्नु क्या, क्यापिटल छ रोशन ब्लग।
र तपाईहरुलाई हाम्रो अर्गानिक भिडियोहरु तपाईहरु माझ प्रस्तुत गर्ने जमर्को गर्छौं र मेरो ब्लगलाई सपोर्ट गरिदिनुहोस्, माया गरिदिनुहोस्। थ्यांक यू सो मच।